दर्शकबिन नमस्कार, म मनिष कौर। स्वागत छ तपाईलाई मेरो डिएनजी खबर। म अहिले आएको छु दाङको एकदमै चर्चित हुन सफल भएको हाम्रो दाङको जन्ते ढुङ्गा भन्ने ठाउँमा आइसकेको छु, जहाँ तपाईले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ भन्ने गरिन्छ, जुन यो जति पनि तपाईले देख्नु भएको छ वरपर जति पनि ढुङ्गाहरू देख्नु भएको छ, यो ढुङ्गाहरू चाहिँ के जन्ती जाँदाखेरि के जन्ती ओलापेर ढुङ्गामा परिवर्तन भएको भन्ने यहाँको भनाइ छ। खास कुरो के हो, हामी यहाँका स्थानीयसँग बिस्तारै हामी बुझ्ने नै छौँ, तर भनाइ चाहिँ त्यही रहेको छ। यहाँ देख्न सक्नुहुन्छ दर्शकबिनहरू, यहाँ चाहिँ एकदमै ढुङ्गाहरू एकदमै धेरैभन्दा धेरै छन् है। यहाँ चाहिँ अब कोही चाहिँ मान्छेको जस्तो आकार पनि देखिने गर्छ, सो हुन पनि सक्छ। अब धेरै पहिलाको कुरो हो है, जन्ती र ओलापेर ढुङ्गामा परिवर्तन भयो भन्ने कुरो पनि हामीले सुनेको थियौँ। र साथीहरू देखाउन सक्नुहुन्छ, उहाँ पर के अरे एउटा मन्दिर पनि छ है, अनि त्यसपछि त्यो मन्दिर पनि छ, अनि मन्दिर पनि भइरहेको छ। अनि त्यहाँनिर एउटा सानो शिवजीको के अरे ऊ पनि रहेछ, मूर्ति पनि छ त्यहाँ। त्यहाँनिर आउनु होला तपाईँहरू, एकचोटि घुम्नु होला। एकचोटि दाङको जन्ती ढुङ्गा भनेपछि सायद दाङमा नचिन्ने कोही पनि छैन, एकदमै चर्चित हुन सफल भएको हाम्रो जन्ती ढुङ्गा हो है। त्यसपछि तपाईँहरू पनि एक दिन आउनु होला, यो जन्ती ढुङ्गामा घुम्नु होला भन्न चाहन्छु म चाहिँ। यसरी आएर यहाँको अवलोकन गर्नु होला। यहाँ चाहिँ एकदमै राम्रो ठाउँ छ, सुन्दर ठाउँ छ। यो ठाउँ चाहिँ हाम्रो के अरे दाङको अगमी भन्ने ठाउँमा पर्छ। त्यसपछि राम्रो छ ठाउँ, यसो हेर्न सक्छ। पछाडि दाङको भ्यू पनि देखाउन सक्छ, पछाडि गाउँ पनि देखाइन्छ सर। ऊ त्यो पछाडि चाहिँ हाम्रो दाङको त्यो घोराइमा पर्छ सायद है। दाङको घोराइको भ्यू हो, पछाडि चाहिँ त्यो एकदम राम्रो ठाउँ छ घुम्नलाई, एकदम राम्रो छ, एकदम डाँडामा छ। सो म चाहिँ अन्तिममा यति भन्न चाहन्छु, आउनु होला एकचोटि यो ठाउँमा घुम्नु होला भन्न चाहन्छु। सो यो भिडियोमा लाइक कमेन्ट गर्नु होला र धेरैभन्दा धेरैजनाले सेयर गरिदिनु होला है, किनकि तपाईँको एक सेयरले गर्दा यो भिडियो अरू दर्शकमा पुग्न सफल हुन्छ र उहाँहरूले पनि यो भिडियो हेरेर यहाँ आउने मौका पाउन सक्नुहुन्छ। त्यसैले धेरैभन्दा धेरै तपाईँहरूले सेयर गर्नुहोला। सेयर गरेर अरू दर्शकबिन माझहरूमा तपाईँहरूले भिडियो पुऱ्याइदिनुला जसरी हुन्छ भन्न चाहन्छु। म चाहिँ अन्तिममा त्यो फेरि एकचोटि आउनु होला, एकचोटि घुम्नु होला दाङको जन्ती ढुङ्गा भन्ने ठाउँमा आएर तपाईँले अवलोकन गर्नु होला। अन्तिममा फेरि म तपाईँलाई एउटा रिक्वेस्ट गर्न चाहन्छु, लाइक कमेन्ट अनि सेयर चाहिँ जसरी हुन्छ गरिदिनुला भन्दै म मनिष कौर छुटिन चाहन्छु। हस् त, धन्यवाद।